लेट्स डिस्कस अबाउट चाइल्ड डोज क्यालकुलेसन। चाइल्ड डोज क्यालकुलेट गर्नलाई चाहिँ दुईटा आधार हुन्छ हामीसँग। एउटा भनेको चाहिँ वर्षको आधार एज बेस्ड आधार, अर्को भनेको चाहिँ वेट बेस्ड आधार हैन। अनि एज बेस्ड भित्र पनि तीनटा फर्मुलाहरू हुन्छ। त्यो भनेको फर्स्टमा युङ्स फर्मुला भनेको एज चाहिँ इयर्समा हुनु पर्यो डिभाइडेड बाइ एज प्लस 12 इन्टु 80 भनेको एडल्टहुड। सेकेन्डमा छ फ्राइड फर्मुला चाहिँ कस्तो खालको बच्चाहरूलाई युज हुन्छ भन्दा जो बच्चाहरू चाहिँ लेस देन इयर छन् उनीहरू चाहिँ मन्थमा रनिङ भइरहेको छन्। अनि त्यसको फर्मुला चाहिँ एज इन मन्थ डिभाइडेड बाइ 150 इन्टु एडल्टहुड। अनि नेक्स्ट फर्मुला छ डिलिङ्स फर्मुला पनि एज इन इयर्स डिभाइडेड बाइ 20 हुन्छ यसमा अनि इन्टु एडल्टहुड हुन्छ। अर्कोवाला बेस्ट छ हामीसँग। अर्कोवाला बेस्ट भनेको चाहिँ वेट बेस्टमा दुईटा फर्मुला हुन्छ। दुईटा फर्मुलामा फर्स्टवाला फर्मुला भनेको चाहिँ क्लार्क्स रुलमा चाहिँ हामीले कसरी निकाल्छौँ भन्दाखेरि वेट चाहिँ पाउन्डमा हुनुपर्छ डिभाइडेड बाइ 150 इन्टु एडल्टहुड भयो। अर्को फर्मुला भयो बडी सर्फेस एरिया अनुसार। यो चाहिँ मोस्ट एकुरेट फर्मुला भन्छ है। कहिलेकाहीँ चाहिँ एमसीक्यूमा चाहिँ मोस्ट एकुरेट फर्मुला कुन हो चाइल्ड डोज क्यालकुलेट भनेर सोध्न पनि सक्छ। त्यो भनेको चाहिँ बडी सर्फेस एरिया बेस्ड हो। यसमा चाहिँ यसको फर्मुला भनेको बडी सर्फेस एरिया मिटर स्क्वायरमा हुनु पर्यो डिभाइडेड बाइ 1.73 इन्टु एडल्टहुड। अनि बडी सर्फेस एरिया निकाल्ने फर्मुला भनेको चाहिँ अंडर हाइट इन्टु वेट अपन 3600। हाइट चाहिँ सीएममा हुनु पर्यो, वेट चाहिँ केजीमा हुनु पर्यो। चाहिँ कस्तो केसमा चाहिँ योङ्स फर्मुला युज हुन्छ होला, कस्तो केसमा चाहिँ डिलिङ्स फर्मुला युज हुन्छ होला। यो त हेर्दाखेरि उस्तै जस्तो देखेको छ नि त, तर यहाँ चाहिँ एउटा क्राइटेरिया ल हेरौँ है त। के हो भन्दाखेरि चाइल्डहरू अब 12 भनेर सम्झिनुपर्छ है। योङ्स फर्मुला भन्दाखेरि 12 भनेर सम्झिनुपर्छ। 12 भनेको चाहिँ जो बच्चाहरू 12 वर्षभन्दा मुनिको बच्चाहरू छन् उनमा चाहिँ योङ्स फर्मुला युज हुन्छ। अनि जो बच्चाहरू चाहिँ 20 वर्षभन्दा मुनिको बच्चा छन् उनीहरूमा चाहिँ डिलिङ्स फर्मुला युज हुन्छ। अब एउटा न्युमेरिकल गरेर हेरौँ है त। सपोज एडल्टहुड 200 mg छ अनि चाइल्डको इयर चाहिँ 4 छ है। 4 इयरको बच्चा छ हैन। अब यो अनुसार क्यालकुलेट गर्दा के आउँछ हेरौँ है त। एज भनेको चाहिँ चाइल्ड कति भयो 4/4 + 12 इन्टु एडल्टहुड भनेको 200 भयो हैन। अनि यस्तो गर्दाखेरि कति भयो 4 डिभाइडेड बाइ 16 इन्टु 200 भयो। 200 डिभाइडेड बाइ 4 भनेको 50 mg आयो है। योङ्स फर्मुला अनुसार 4 वर्षको बच्चाको डोज क्यालकुलेट गर्दाखेरि चाहिँ 50 mg आयो। अब यसैलाई डिलिङ्स फर्मुलाबाट क्यालकुलेट गरौँ है त। डिलिङ्स फर्मुला चाहिँ बच्चाको एज भनेको 4 इयर्स अपन 20 इन्टु एडल्टहुड भनेको 200 हैन। यस्तो भयो। यसबाट चाहिँ कति आयो भनेपछि कि चाइल्डको इयर 4 इयर छ, एडल्टहुड 200 mg छ, तर योङ्स फर्मुलाबाट 50 mg आयो डोज, डिलिङ्स फर्मुलाबाट 40 mg आयो। त्यही भएर चाहिँ हामीले अब यसमा चाहिँ हामीले 50 mg लाई चाहिँ कन्सिडर गर्नुपर्छ। 12 वर्षभन्दा मुनिको बच्चा आयो भने चाहिँ योङ्स फर्मुला अनुसार जानुपर्छ हामी, र 20 इयर्सभन्दा मुनिको बच्चा छ भने चाहिँ हामीले डिलिङ्स फर्मुला युज गर्नुपर्छ। थ्याङ्क यू।